अब जुन बेला देशमा क्राइसिस आयो, जुन बेला संस्थाभित्र क्राइसिस आउँछ, मेरो उपस्थिति हुँदो रहेछ। विद्युत प्राधिकरणमा लोड सेडिङको यति ठुलो क्राइसिस थियो, ठ्याक्कै त्यहाँ मेरो उपस्थिति भयो। मलाई त्यहाँ विद्युत प्राधिकरण कार्यकारी निर्देशक बनाउनु भयो। उहाँहरूलाई तत्कालीन प्रधानमन्त्री र मन्त्रीहरूलाई मैले धन्यवाद दिइरहेको छु। त्योभन्दा अगाडि सिलेमे हाइड्रो पावर कम्पनीमा ठुलो क्राइसिस थियो। म गएँ, मैले त्यहाँको क्राइसिसलाई समाधान गरेर एउटा रसुवाली जनता, नेपाली जनतालाई हाइड्रो पावरको सेयर दिनुपर्छ, रसुवाली जनता, स्थानीय जनतालाई विकास निर्माणमा संलग्न गर्नुपर्छ, इन्क्लुसिभ ग्रोथ भनेको त्यही हो, नमुना त्यही हो भनेर त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरे। त्यहाँबाट पनि मलाई निकालियो। निकालेपछि 1 महिनाको आन्दोलन भयो। त्यहाँ आन्दोलन निकाल्न साथ मलाई विद्युत प्राधिकरणमा 1.5 वर्षपछि कार्यकारी भूमिकामा आएँ। त्यहाँ लोड सेडिङ अन्त्य गर्ने मौका पाएँ। यो मौका